हेलो गाइस, हाउ आर यू? सबैजना आरामै हुनुहुन्छ होला है। आज पनि हाम्रो ड्युटी भइसक्यो। हामी चाहिँ रुममा जानेको लागि रेडी भइसकेका छौँ है साथीहरू। के गर्नु, अब ड्युटी सकेपछि रुम जानु पर्यो। आज चाहिँ हामी हतार हतार गर्दै निस्किसक्यो। आज अलि लेट भयो थियो है। गाडी पनि आज हाम्रो आउँदैन त गाइजलाई नै। हामी काम गर्ने ठाउँ चाहिँ यस्तो छ है गाइज। अब हाम्रो पार्किङ चाहिँ आइसक्यो। गाडी लिने यहीँ आउँछ। गाडी अझै आउँदैन। यो गाडी भनेर हेऱ्यो, गाडी हाम्रो पनि सेतो गाडी छ क्या गाइज। ल यो त नआइदिएर है। गाडी मात्रै सेतो भएछ कि नम्बर प्लेट चाहिँ फरक परेछ गाइज। कति बेला आउँछ त गाडी है। साथीहरू चाहिँ अझै ढिलो आएन, ढिलो भयो भन्दैछन् है। हाम्रो आज चाहिँ 10 मिनट जति लेट भइरहेको थियो। खै अझै आउँदैन। म चाहिँ यसो साथीहरूलाई यसो भिडियो बनाउँदै थिएँ। साथीहरू चाहिँ गफ गर्दैछन् है मस्त। अब हाम्रो गाडी चाहिँ कल गरेँ मैले। गाडी चाहिँ आउँदैछ है साथीहरू। ल बल्ल फाइनली हाम्रो गाडी चाहिँ आइसक्यो है गाइज। अनि साथीहरूले चाहिँ हाम्रो दोस्तीलाई चाहिँ गाली गरे किन ढिलो आयो भनेर। त्यसपछि हामी निस्क्यौँ त्यहाँबाट। लगाइज है भ्यू हेर्दै, भ्यू राम्रोसँग दामी छ बब्बल। ल हेर्नु, विदेशमा यस्तो काम हुन्छ र पो देश हुन्छ। ल हेर्नु, बाटोमा राखेर क्रेनले। हाम्रो नेपाल पनि कहिले यस्तो हुन्छ होला साथीहरू। ल हेर्नुहोस्, यस्तो डेभलपमेन्ट गर्छ कि रातै रात, दिनै दिन होइन। पुरा कामदारहरू खटाएको हुन्छ कि काम गर्नको लागि। रातारात परिवर्तन गरिदिन्छ। गाइज फेरि सिग्नलमा चाहिँ रोकियो गाडी। त्यो फेरि बिस्तारै हामी अगाडि बढिसकेका छौँ गाइज। यसो भ्यू पनि हेर्नु होला आबुधाबीको होइन। यस्तोलाई हेर्नुहोस्, काम गर्नलाई बहुत गाह्रो छ होइन यस्तो गर्मीमा होइन। सबै बाहिर जो कन्स्ट्रक्सनमा काम गर्छ नि, एकदम माया लागेर आउँछ देख्दा पनि। हेर्नुहोस् कति गाह्रो छ। विदेश हुन्छ नि मान्छेहरू। गाइज हाम्रो चाहिँ होइन ड्युटी जाने आउने यस्तै चलिरहन्छ परदेशी लाइफमा चाहिँ। तपाईँहरू पनि के गर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ है। बल्ल म यो स्टार्टिङ गर्दैछु। अब हजुरहरूलाई राम्रो राम्रो भिडियोहरू चाहिँ लिएर आउने नै छु गाइजहरू। गाइज भ्यू हेर्दै है हामी चाहिँ आज हाम्रो ड्युटी पनि राम्रै भयो। गाइज यो चाहिँ के होला भन्नु है। यो चाहिँ हेर्नुहोस् बब्बल छ है। हजुरलाई थाहा छ भने कमेन्ट गर्नु होला गाइज। आजको लागि चाहिँ यति नै गाइज। ओके, सी यू टुमारो।